हेर्दा हेर्दा एसी पनि सक्यो है गाइज। अब के गर्ने प्लान छ तिमीहरूको? म त दिनरात गेम खेल्ने हो, कोठामा जाने चुकु लाउने अनि बेडमा सुँगुर जस्तो पल्टेर गेम खेलेको खेलै गर्ने हो। खानु र हग्नु त निस्किन्छस् होला नि कोठाबाट, कि तँ पनि कोठाभित्रै गर्छस्? त्यस्तो फोहोरी पनि छैन है, म हग्नु त कोठा बाहिर निस्किहाल्छु नि। अनि खाना चाहिँ? खाना त मम्मीले कोठाभित्रै ल्याइदिनुहुन्छ नि। मम्मी र मेरो डिल भएको थियो के, यदि मैले एसीसम्म फोन चलाइन भने एसी पछि मम्मीले मलाई कोठाभित्रै खाना ल्याइदिने भन्नुभएको थियो। अनि तिमी एसीसम्म फोन नचलाइ बसेको? फोन नै थिएन, कसको चलाउनु? म त मम्मीको फोन चलाउँथे। हिजो भर्खर नयाँ फोन किनिदिनु भएको बाबाले। यसलाई पो मोज रहेछ त यार। अनि तेरो चाहिँ के प्लान छ नि? म त सुरुमा कपाल पाल्ने हो। आजसम्म स्कुलले कपाल पाल्न दिएको थिएन, अब लामो कपाल पालेर सरहरूकै अगाडि फरफराउँदै हिँड्ने हो। लामो कपाल नपाल, लामो कपाल पाल्यौ भने दिनदिनै धुनु पर्छ, झ्याउ हुन्छ। बात त सही है। आफ्नै कपाल धुनु पनि के को झ्याउ हौ? त्यही माथि म त दिनदिनै नुहाउने मान्छे। आर यु कमेडी मी? त कहिलेबाट दिनदिनै नुहाउन थालिस? अस्तिसम्म त एक पाखी मैलो बोकेर हिँड्थिस् त। नजिस्की है मसँग, म आज भोलि दिनदिनै नुहाउँछु। नपत्ताए भुन्टेलाई सोध। भुन्टे रे? को हो यो भुन्टे फेरि? भुन्टे के? मेरो घरको कुकुर। म नुहाउँदाखेरि जहिले मलाई तलदेखि माथिसम्म हेर्छ अनि आँखा झिम्काउँछ। अबे साले। जस्तो मालिक त्यस्तै कुकुर पनि रहेछ। त पनि गर्ल्स बाथरुममा चियाइ चिया हेर्थिस हैन? त्यो त सानोमा पो हेर्थे त। एउटा केटीले 2 झापड हानेदेखि हेर्न छोडिसके मैले। ओइ जीवने, त चाहिँ के गर्ने नि छुट्टीमा? म त बिहान बिहानै जिम जान्छु अनि खतरा बडी बनाउँछु। अच्छा गइस त जिम 20 केजीको चामल बोक्दा 30 दिनसम्म थला पर्छ, त्यस्तो मान्छे जिम जाने रे। जिममा गएर एकैचोटी 20 केजी उचाल्ने होइन नि त, बिस्तारै बिस्तारै थप्दै जाने हो। एकैचोटी 20 केजी उचाल्यो भने चाहिँ के हुन्छ नि? केही हुँदैन, अर्को दिनदेखि तिम्रो हात खुट्टा चल्दैन, त्यति हो। तिमीहरूको चाहिँ के प्लान छ केटी हो? के गर्ने विचार छ छुट्टीमा? म त पार्लर सिक्ने हो, मम्मीको ब्युटी पार्लर छ, मम्मीसँगै सिक्दै बस्छु म त। तिमी चाहिँ के गर्छौ सम्झना? म त कन्टेन्ट बनाउँदै बस्ने हो, कति अरूको कन्टेन्ट हेर्नु, अब आफ्नै कन्टेन्ट बनाउने हो। अच्छा बनाऊ बनाऊ, मेरो फुल सपोर्ट छ तिमीलाई, तर इयरफोन ल्याएर हेर्नुपर्ने कन्टेन्ट चाहिँ नबनाऊ है। गाइज, मसँग एउटा प्लान छ। हामी सबै मिलेर एउटा युट्युब च्यानल खोलौँ अनि त्यसमा फन्नी भिडियोहरू बनाएर हाल्नुपर्छ। ल ल बनाम बनाम, म बाउ बन्छु, त छोरा बन, यो चाहिँ छिमेकी, अनि यिनीहरू 2 जना चाहिँ मेरो बुढी। साले चुप। बन्नु छैन मलाई कसैको बुढी, मलाई त एक्टिङ गर्न पनि आउँदैन, तिमीहरू नै बनाऊ भिडियो। एक्टिङ त कति नेपाली हिरो हिरोइनलाई पनि आउँदैन नि, त्यही पनि उनीहरूले फिल्म बनाइरहेछन् त। तिमी चिन्ता नगर के, भिडियो बनाउँदै गएपछि एक्टिङ आफै आउँछ। तेरो बाउले भन्थ्यौ। अनि हामीले बनाएको भिडियो कसैले हेरेन भने? किन हेर्दैन? जसले हाम्रो भिडियो हेर्दैन नि त्यसलाई बन्दुक ताकेर हेर्न लाउनु पर्छ। खुरुक्क हाम्रो भिडियो हेर अनि 10 जनालाई शेयर गर, नत्र तेरो स्वर्गको टिकट काट्छु भनेर धम्काउनु पर्छ, त्यसपछि हेरिहाल्छ नि। लु भयो, त्यस्तो जबरजस्ती गर्ने भए चाहिँ म बनाउँदिन भिडियो, म त बरु वेब सिरिज पो हेर्दै बस्छु।